उडेर हुँदैछ यहाँ चापेर जान उकालो मजाले जान्छ जान्छ चाप 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 हेलो गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल त गाइज अब चाहिँ म आजदेखि फेरि नेपालीमा भिडियो बनाउँदैछु किनभने हिन्दी अडियन्स मेरो नेपाली नै बेसी अडियन्स छ सो अब म फेरि ल्याङ्ग्वेज चेन्ज नेपालीमा भिडियो बनाउँदैछु र जस्ट अहिले म उठिकन चाहिँ अहिले टाइम भएको छ 9 बज्यो त भर्खर उठेको किनभने मेरो हिजो बेलुका पुरा काम पनि थियो अनि त्यो काम गऱ्यो अरे त्यहाँदेखि आज कन्टिन्यू भ्लग हाल्नु सकिनँ किनभने हिजो एडिटिङ गर्नै पाएन मैले अनि चाहिँ भर्खर उठिकन जस्ट टाउकोहरू नुहायो अरे चिया खाएँ अनि ब्रसहरू गरेर चाहिँ अलिक फ्रेस भइकन म भ्लग सुरु गरेको छैन अन्त मम्मी चाहिँ हुनुहुँदैन आज मम्मी पुराणमा जानुभएको छ बाबा बिमारी हुनुहुन्छ अन्त अलिक सुतिरहनु भएको छ थाहा छैन के भयो मलामी जानुभएको छ त्यही बिमारी भएर आउनुभएछ अन्त यहाँ हेर्नुहोस् न के मजाको यो चाहिँ खिरा होइन फर्स्ट खिरा यहाँ फले चाहिँ यो चाहिँ हाम्रो फुलबारीमै यहाँनिर फुलबारीमा होइन अन्त फुलहरू पनि छ मैले सोच्दै थिएँ कि पानी हालिदिउँ भनेर अन्त चाहिँ वाक्कै भयो त्यो के पाइप घुमाउँदा यत्तिकै छोडिदिएको थिएँ अन्त यहाँनिर फुलहरू यत्तिकै छ त अब एकछिनबाट फेरि म शरदाको दोकान जान्छु किन अलिक काम छ त्यहाँनिर शरदासँग गफ गर्नुपर्ने छ तपाईँहरू भिडियो हिन्दी बोल्ने बानी भएछ कि अन्त एन्ड तक देख्दै रहिए भन्ने बानी भएछ अन्त भिडियोलाई फुल भिडियो हेरेर लाइक कमेन्ट अनि नयाँ हुनुहुन्छ नि युट्युबमा हेर्नुहुन्छ भने सब्सक्राइब गर्नु होला फेसबुकमा हेर्नुहुँदैछ नि फलो पनि गर्नु नबिर्सिनु होला दोकान जाँदा चाहिँ हेर्नु न बाटो कस्तो भिड्दो बाटो छ भने गर्नु अब पतञ्जली मैले त्यसै ब्रान्ड राखेको होइन पतञ्जलीको बाटो भनेर पतञ्जली ब्रान्डको बाटो यहाँबाट एकखेप लड्यो भने चाहिँ उतालाई रोडै पुग्छ डाइरेक्ट अब के भन्नु खोइ एमजी नरेगामा हाल्नु चाहिँ हारेको छ भन्छ त्यो पञ्चायत धेरौँ जे हुन्छ बनिन्छ होला भविष्यमा अहिले त जान्दैछ ओए खोइ कृष्ण कहाँ गयो कृष्णेश्वर एक कता गयो त्यो फाइदाले रोड पुग्यो होइन यहाँ जाँदैछ यो दिपेश साइकल लिएर आएछ ओइ म कुदाउँछु नि लिएर एकखेप लाजा ब्लग बना त अब एकछिन एक उहीँ कुदाउँछ अन्त आउँछु एक म टाढा जाने नि याद छैन बानी उहीँ जान्छु लादा बना ल टाइम पास हामी गर्दैछौँ यो यस्तो तातो घाममा चाहिँ हामी टाइम पास डह्रो हुँदैछ हाम्रो चाहिँ साइकल कुदाएर पालै पिलो कुदाउँदैछौँ हामीहरू यहाँ मजा छ हामीलाई यो डाँडामा के सब उडेर हुँदैछ यहाँ चापेर जान उकालो मजाले जान्छ जान्छ चाप 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 टाइम पास डह्रो हुँदैछ हाम्रो यहाँ राख भयो अहिले चाहिँ यसको ट्रन छ लु कुदा मजाले भर्खर सिक्दैछ यो चाहिँ हो भर्खर सिक्दैछ केटाकेटी जस्तो ओए मजाले कुदा ल अब यो गइसक्यो अब म पनि घर जान्छु अन्त फेरि सरदाको दोकानमा के काम थियो अन्त आएको थिएँ घर जान्छु यो सिक्दै कुदाउँदैछ अन्त अब फेरि भेटौँ तपाईँसँग अहिले चाहिँ फेरि साइकल कुदाएँ होइन मैले रिल्स पनि हेर्नु भएर तपाईँहरूलाई रिल्स पनि बनाएर हालेको थिएँ अन्त अहिले यो बाटो उकालो जान्दैछु म यति अप्ठ्यारो बाटो छ जुन चाहिँ म भन्नै सक्दिनँ अब 1 बजे होइन मैले खाना खाएकै छैन अब घर गएर खाना खान्छु मम्मी हुनुहुँदैन पुराणमा जानुभएको छ अन्त बाबा चाहिँ खोइ पनि कति जानु भइहाल्छ छैन फोन गर्नु हुँदैछ कि माथि गएको भनेर अब हेरौँ जे हुन्छ म घर आइपुगेको छु अरे यहाँ हाम्रो घर अन्त यति साह्रो पऱ्यो कि आउने यतिकै काम थियो काम सकेर चाहिँ फेरि भ्लग बनाइ फुल असर्टिस भएछ
अहिले सबै फुल्दाखेरि क्या दामी देख्छु झन्। अन्त अब म 1 साढे 1 2 बज्यो खाना खान्छु, खाना खाएर त्यसपछि फेरि के काम छ त्यो हेर्छु। लेट्स मिट। फेरि अँध्यारो भइसकेको छ हेर्नुहोस् न, पुरै अँध्यारो चाहिँ होइन। म चाहिँ अँध्यारो भएछ। अन्त म चाहिँ अहिले फिलहाल दोकान आएको थिएँ। अन्त यहाँ हेर्नुहोस् न बाटो, अन्त चाहिँ दोकान आउँदै थिएँ। दोकान आएर चाहिँ घर फर्केको अब होइन, किन भन्दाखेरि दिउँसो लाइटै थिएन भ्लग कन्टिन्यू गर्नु लागि। फेरि हाम्रो याद छ नि तपाईँहरू सबैलाई कि लाइट हाम्रोमा कस्तो प्रब्लम चल्दैछ अहिले भनेर। अन्त चाहिँ दोकानमा एउटा काम थियो, त्यो काम सकिकन म फर्केको घर। अन्त आजको तपाईँहरूलाई भ्लग राम्रो लागेर मैले रिल्स पनि हालेको छु इन्स्टाग्राममा, त्यो पनि हेर्नुहोस् होइन। हो तपाईँलाई भ्लग राम्रो लागेर राम्रो लाग्यो भने लाइक कमेन्ट, अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस्। अन्त फेसबुकमा हेर्नुहुँदैछ भने पेजलाई लाइक गर्न नभुल्नु होला। अब फेरि भेटौँ अर्को भ्लगमा। बाई बाई।